यो 2 नङ गोखाछापडी पशुपतिपाल यहाँ गत 2023 सालमा यहाँ यो बृहत इलाकामा श्रीमद् भागवत सप्ताह ज्ञान यज्ञ समारोह अनुष्ठित भइरहेको थियो। त्यसै बेला यो बृहत गाउँ अञ्चलवासीले एउटा चाहना गरिरहेथे एउटा यहाँ मन्दिर स्थापना हुनुपर्छ भनेर। त्यही उद्देश्यले आज 2025 को आज मार्च 10 तारिक यहाँ मूल खुट्टाको आज उद्घाटन गर्ने दिन धार्य गरेको थियो। त्यही उद्देश्यले यहाँ समूह गोखाछापडी निवासी लगायत अरू छिमेकी गाउँका पनि महानुभाव उपस्थित हुनुहुन्छ। यो बृहत एउटा शुभ कार्य आज अनुष्ठित भएर हुनु जाँदैछ। त्यसमा हामी सबै भक्तगणको सहाय सहयोग र भक्ति भावना कामना गर्दछौँ। मन्दिर निर्माण कमिटीका सभापति र सम्पादक हामीले उहाँलाई पनि सम्बर्धना गर्छन् दुर्गा ढुङ्गेल र विक्रम ढुङ्गानाले। यसपछि नै हामी हाम्रा गाउँकै फुल पुरेट भनौँ श्री हेमराज पौडेलज्यूलाई सम्बर्धना जनाउँदछौँ। सम्बर्धना जनाउनुहुन्छ गिरिराज भट्टराई र नवीन बाजकोटाले। यसपछि हाम्रा स्थानीय गुरुजी प्रमोद पोखरेलज्यूलाई सम्बर्धना जनाउँछन्। नवीन हमला र पोषराज गाडी दिनलाई निम्त्याएर ल्याएका मिस्त्री जनार्दन सरकारलाई सम्बर्धना जनाउँछौँ। पिङ्की देवी र लता ढुङ्गेल। मन्दिर निर्माणका सभापति श्री भीमार्जन शर्मालाई सम्बर्धना जनाउनुहुन्छ। अब यसपछि गुरुजीको गणपति बाप्पा संगीता संधि शेषा गणेश विद्या गणक ऋषि त्रिपुराति संध श्री मानु महागणपति कागजमा दुई कुरा सुन्ने हाम्रो गणेश मन्दिर बनेको निर्माणको लागि र दुईटा कुरा कागजले हामीहरूले यस पशुपतिपाल गोखाछापडीमा आज गणेश मन्दिरको उद्घाटन गरेर हामीले खाना खडा गर्यौं र त्यसमा सम्पूर्ण आज प्राय
10-15 गाउँका हाम्रा भक्तहरू आएर यहाँ खामगाडा ठाउँमा आउनु भएको छ र हाम्रो यस्तै घैँचो मैचोका साथमा आनन्दपूर्वकका साथमा जाओस् भनेर आज हामीहरूले गणेश मन्दिर यसमा उद्घाटन गर्यौं र यसमा हाम्रा बाहिरदेखिबाट आएका हुनुहुन्छ अरु उहाँ हाम्रा गुरुजी हेमन्त गुरुजी आउनु भएको छ अरु साथै उहाँ हाम्रा शिक्षक सारहरू पनि आउनु गरेर यसलाई वर्ष दिन भित्रमा हामीहरूले पार गर्नका लागि हामीहरूले आज आटेर हामीहरू भुक्तभोगी भइराखेका छौं र साथै हामीहरू पशुपतिपाल प्राङ्गण यस गोखाई छपडीमा गणेश मन्दिर आजदेखि उद्घाटन भयो भनेर हामीहरूले सम्पूर्ण राज्यलाई हामीहरूले हर एक बार बोलो गणपति बाबा के हर एक बार बोलो गणपति बाबा के हर एक बार बोलो गणपति बाबा के र आज यसै गरेर हामीहरूले उद्घाटन गर्यौं हामीहरूले पशुपतिपाल गणेश मन्दिर हाम्रो यस जग्गाको नाम हो र गणेश मन्दिर भनेर हामीहरूले आज उद्घाटन गर्यौं पूरा सावधान हनुमान भगवान को नमस्ते श्री गणेश मंदिर समिति सबैजनालाई राधे राधे र आज गोखाई चौबडी पशुपतिपालमा गणेश मन्दिरको उद्घाटन हुँदैछ र त्यसको लागि सबै भक्त सबैलाई राधे राधे र यसको लागि सबैले यहाँ आएर सहयोग गर्न सक्नुहुन्छ सबैलाई यहाँ निमन्त्रण गरेको छ र सबैजना आएर उपस्थिति भइदिए सबैलाई धन्यवाद हुने थियो सबैलाई राधे राधे यतिमै र धन्यवाद छ हाम्रा यहाँ सहयोगको निम्ति ओम चन्दनम चतुर्वे प्रतनो सहस्रेण सतेनका दुर्गान्यामि भगवते शिवोमिदाभ्यो नमः दुकान भने घिउमा भिजाका पात गर्ने जस्तो पारेर उठाइदिनु सबैले सब सहयोग दिएर हाम्रो मन्दिरलाई अब आजदेखि गर्यो राम्रो होस् अझै चाँडो छिटो गरेर धन्यवाद छ हाम्रो काकालाई पनि What?